दाजु पूर्णबहादुर श्रेष्ठ रोजगारको सिलसिलामा सन् 1997 अगस्त 8 तारिक कतार आइपुग्नु भएछ। कतारमा उहाँले कठोर परिश्रम गर्नुभयो अनि यहाँको उजाड मरुभूमि अनि यहाँको अति नै गर्मीको ठाउँमा कम्पनीको अधीनतामा रहेर काम मात्र गर्नु भएन। उहाँले परमेश्वरलाई आदर दिँदै 1997 देखि नै 2006 सम्म दुहा एसेम्ब्लीमा संगति गर्नुभएछ। सन् 2006 देखि 2025 डिसेम्बर 13 तारिकसम्म फिलाडेल्फिया एसेम्ब्लीमा संगति गर्दै रहनुभयो। दाजुले अनि आफ्नो दान अनुसारको योगदान पनि मण्डलीमा उत्तिनै गर्नुभयो। हर समय परमेश्वरलाई पहिलो स्थान दिँदै रहनुभयो। आज दाजुले कतारमा 28 वर्ष आफ्नो रोजगारीको साथसाथै परमेश्वरको सेवा गर्नुभयो। अब घर फर्किनु हुँदैछ। उहाँको सबै कुराहरूमा परमेश्वरले आशिष दिएका हुन्।